काम नगराउनु न नगराउनु न सुन्नु न मैले कुरा गर्दैछु त नगराउनु तपाईँले त बिथोल्न गरे जस्तो कुरा गर्नु मैले किन प्रकाश माइमे ल्याइनँ भन्ने कुरा म भन्छु त्यति बेला यो बागलुङको मान्छेमा बिनीको मान्छेलाई कसैलाई इन्टरनेट भनेको के हो थाहा थिएन मैले चाहिँ के गरेँ भन्दाखेरि त्यति बेला एउटा उदाहरण दिएको हो मैले चाहिँ झन्डै 200वटा जति गाउँहरूमा इन्टरनेट पुर्याएको हो मेरो प्रयासले पुर्याएको सरकारले पुर्याउनु पर्ने थियो त्यो कुरा सरकारले पुर्याउँछ कि भनेर सरकारले पुर्याउँछ कि भनेर मैले उदाहरण देखाइदिएको सरकारको त ढङ्गै आएन म एकजना व्यक्तिले नेपालभरि तपाईँको स्कुलमा तपाईँको जतासुकै ल्याइदिन सक्छु र त्यही पनि मैले सकेको त गरेकै हो के तपाईँले त्यसरी चाहिँ हामीलाई किन छुट्याइस् भनेर भन्नु पाउनुहुन्न बुझ्नुभयो नि उति बेलाको जमाना अहिलेको जमाना होइन 25 वर्ष अगाडिको कुरा हो त्यो त्यसैले त्यो हो